दर्शकबिन नमस्कार सेवारो म कविन सुब्बा हाम्रो आवाज शिव 87 नगरपालिकाको वडा नम्बर 9 मा भर्खर नाबालिका 14 वर्ष नाबालिकाले झुन्डेर सुसाइड गरेको छ। किन झुन्ड्यो मर्ने कुरो यकिन भएको छैन। आफ्नो दिदी भेनाकामा बसेर दुधे राष्ट्र रमणीयमा कक्षा 5 मा पढ्दै गरेको 14 वर्ष नाबालिकाले झुन्डेर आत्महत्या गरेका छन्। यस्तो 14 वर्षको नाबालिकाले आत्महत्या गर्न पुगे भन्ने विषयमा निकै रहस्यमय भएको छ। दिदी भेनाकोमा पढ्दै आइरहेका ती 14 वर्ष नाबालिका जहाँ घर चाहिँ मरङको केराबारी जहाँ आफ्नो बाबा आमा बस्नु हुँदो रहेछ तर झापाको शिव 87 9 मा दिदी भेनाकोमा बस्दै पढिरहेको ती नाबालिकाले कोही नभएको मौका पारेर चाहिँ दिउँसो 1 बजे आत्महत्या झुन्डिएर आत्महत्या गरेको छ। दिदी सानो नाबालक सानो भर्खर जन्मेको शिशुलाई लिएर हस्पिटल गएको अवस्था र भेना एउटा ज्याला मजदुरी गर्ने मान्छे भेना चाहिँ ड्युटी गएको मौका पारेर घरमा कोही नभएको अवस्था भित्र कोठामा पसेर झुन्डेर आत्महत्या गरेको छ। किन झुन्ड्यो भन्ने कुरा रहस्यमय छ। आउनुहोस् हामी रिपोर्टिङ गर्दै तपाईहरुलाई त्यस ठाउँमा लानेछौँ जहाँ कसरी झुन्डे 14 वर्ष नाबालिकालाई चाहिँ पोस्टमार्टमको लागि बेलुकै जिल्ला प्रहरी र गाउँलेको अनुमतिमा पोस्टमार्टमको लागि लगेको छ। अब पोस्टमार्टमले के निर्णय लिनेछ भन्ने बारेमा रिपोर्ट आउन बाँकी छ। अहिले चाहिँ हामी घटना कसरी भयो भन्ने बारेमा चाहिँ त्यो ठाउँमा जाँदैछौँ। सुरुदेखि अन्त्यसम्म भिडियो हेरिदिनु होला। म रिपोर्टिङ घरमा आइपुगेको छु। सुसाइड गरेको यही घर हो जहाँ दिदी भेनाको घरमा बसेर पढ्दै गरेको भीमकुमारी राई केराबारीको जहाँ उहाँ 14 वर्ष मात्रै पुग्नुहुन्छ। 14 वर्षको नाबालिकाले कसरी दिदी भेनाको आएर सुसाइड गर्यो भन्ने बारेमा रहस्यमय बनेको छ। अहिले दिदी भेना एकदम दुःख पीडामा छ। काममा ड्युटी गएको अवस्थामा दिउँसो 1 बजे 14 वर्ष भीमकुमारी राईले यही घरमा दिदी भेनाको घरमा कोठाभित्र पसेर सुसाइड गरेको थियो। पोस्टमार्टमको लागि मृतकको शरीर दमाग पुर्याएको छ भने त्यहीबाट उताउतै आफ्नो घर जन्मस्थल केराबारीमा लाने योजनामा बनाएको छ र अहिले मृतकको बाबा आमा यही छोरीको घरमा आएर बस्नु भएको छ। घटना यो घरमा भएको जहाँ दिदी भेना बस्नुहुन्थ्यो। यो कोठामा झुन्डेर यहाँ दलिनमा सुसाइड गरेछ। अनि त्यसो भए त अब साइनली यस्तो है फेरि कुरा अब होइन साइनली बहिनीको अलिक विश्वास छैन। अनि साइनली बहिनीको यदि अब आउने नै हो भने पहिला टिकट कन्फर्म भएको त्यो फोटो खिचेर मेसेन्जरमा पठा भन्नु अनि त्यहाँदेखि लुमा आउने भयो भने कन्फर्म भएपछि चाहिँ त्यही प्रक्रियामा हामी जाउँ। नभए उसले अब हुन्छ मैले भनेको छु अब आउँछ भनेर भन्यो भने यहाँनिर हामीलाई ढिलो हुन्छ। रोक्नु पनि मिल्दैन यस्तो। अब बुवा आमाले नि भन्नु पर्यो त्यो सम्झाउनु पर्यो होइन। अब सम्झाउँदा नसम्झिने त अब त्यो तरिकाले पनि हुँदैन यहाँनिर। होइन उसले भन्नु नि टिकट लेट हुने भएछ भने यो राख्नु मिल्दैन संस्कार अनुसार हामी गरिहाल्छौँ त काममा आइज। टिकट हुन्छ तेरो कन्फर्म भइसक्यो भने राखिदिन्छौँ छिटो त्यो कन्फर्म त्यो पठा यहाँ खोजो भन्नु नि खोजो भने त त्यहाँ उसले खोजो पुलिसले खोजो भन्ने चाहिँ पठाउँछ नि उसले। अब भोलिसम्ममा टिकट कन्फर्म हुने होला नि त। अनि उनले कम्पनीले दिनु पर्यो कम्पनीको पनि त एउटा टाइम हुन्छ होला नि त। अब हिजो अबेला हो होइन इमर्जेन्सीको त छिटो हुन्छ होइन होला कि तर इमर्जेन्सीको गुड नाइट।